हेलो साथीहरू, आज चाहिँ म आपासँग बजार जाँदैछु होइन। अनि हाम्रो होटलबाट म ठिक्क निस्केर यहाँ त धेरै ठुलो घाम यस्तो छ कि। अनि आपा चाहिँ यहाँ अगाडि हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ। हाम्रो आपा र म चाहिँ सपिङ गर्ने, बजारमा धेरै सपिङ छ। अनि नानीको स्कुल पनि जानुपर्ने छ होइन। त्यही भएर छिटो बिहान उठेर कामहरू सबै गरेर अनि लुगाहरू धोएर ठ्याक्क काम सकेको आपा पनि आउनुभएछ नि त। भाउ छोरीसँगै हिँड्यौँ। आपाले फेरि ठुलो सोधेर पढाउनुपर्छ नि त। कस्तो रमाइलो भइराखेको छ अहिले त। आपा यहाँ बोल्नु न, कतिखेर आउनु भएको तपाईँ? बिहान 7 बजे। घरबाट 7 बजे हिँड्नु भएको? घरबाट 7 बजे हिँड्नु भएको बुवा चाहिँ। अब के छ काम बजारमा? बजारमा एउटा मासु, अनि अरू सामान त हिजो लग्यो होइन, त्यति नै हो। मासु अरे सामानहरू हिजो लग्यो, तर हिजो आधी सामान लानुभयो बुवाले। अनि आज चाहिँ सब्जीहरू भन्दाखेरि सब्जी भन्दा अब गाउँमै सब्जी त भइहाल्छ नि होइन। अनि मासु हो मेन त। मासु बिना खाना रुच्दैन। मलाई पनि त्यस्तै छ, हल्का मासु चाहिँ मलाई पनि चाहिन्छ। दाल भात साग अनि हल्का यसो मासु पनि चाहिन्छ। यसरी नै छ, दिन प्रतिदिन आफ्नो कामलाई प्राथमिकता दिँदै अगाडि बढ्दैछु। अनि छोटो मिठो भ्लगहरू पनि बनाउँदैछु मन नपरे होइन। अलि राम्रो बनाउनु, कस्तो यस्तो भयो भनेर हजुरले भन्दा हुन्छ होइन। अनि त्यसको लागि कोसिस गर्नेछु। काममा धेरै व्यस्त भएको कारणले गर्दा कतिपय म भ्लगहरू पनि अहिले हालेको छुइनँ। अनि यसरी बुवा छोरीको यसले यहाँ हाम्रो पुल चाहिँ यस्तो छ, आउँदैछु। अब म तपाईँहरू फेरि देखाउँछु ल गाडी चढेको नि। हिजो धनियाँ ल्याएको चाहिँ हजुर दिदी। तर मैले चाहिँ बिहानै खाएको नि त। अनि म त नखाने दिदी, आपालाई चाहिँ बनाइदिनु न। आपा चाहिँ ए के सारा आत्तिएको यहाँ दोकान किन खुला राखेर आउँछ? कहाँ जान्छ? तपाईँ